Rest in peace, my granny, she got hit by a bazooka. Yeah, I think about. Update to. So, hey YouTube family, welcome back to my other video. In this video, we are going to unbox our new wireless microphone. New in the money, our first wireless microphone. So, let's begin. Rest in peace, my granny, she got hit by. Yeah, हामीले किनेको wireless microphone चाहिँ हो F11 wireless microphone. So, let's unbox it. Wow, what's your guy? Let's unbox it. Let's begin. यसको प्राइस चाहिँ म हजुरलाई भिडियोको अन्तिममा बताउने छु र भिडियो छोडी कहीँ नजानु. So stay with us. Watch guys, how is this? Let's begin. Our first mic. There guys, it's like design. Hello, mic testing 1 2 3. Yo, hip hop. Yo. Sorry. र यो चाहिँ हो F11 wireless microphone. यसमा चाहिँ हामीलाई यस्तै दुईटा माइक्रोफोन पाइन्छन्. एउटा चाहिँ यो छ र अर्को चाहिँ यो छ. र अर्को चाहिँ पाइन्छ हामीहरूलाई यसलाई चाहिँ हामीले मोबाइल फोनसँग अट्याच गर्नुपर्छ. मोबाइल फोनको चार्जिङ ज्याकमा यसमा चाहिँ तीनवटा पोइन्ट छन्. यो चाहिँ सी टाइप पिन. यो चाहिँ यदि तपाईहरु एप्पल युजर हुनुहुन्छ भने यो चाहिँ एप्पलको लागि. यो चाहिँ मेनली इयरफोन सानो इयरफोन हाल्नुहुन्छ हजुर त्यहाँनिर हाल्नुपर्छ. सो ठीक छ. दुईटा माइक. एउटा चाहिँ यो के भन्छन् खै थाहा भएन. एडाप्टर भन्छन् के भन्छन् कमेन्टमा बताउनु होला. र यो सँगसँगै अझै छ गाइज यो भित्र. यो चाहिँ हजुरहरूलाई पाइन्छ एउटा लेटर. के चाहिँ लेटर? माय गॉड गाइज, त लिस्टै छ त गाइज. के हो यो? हजुरहरू यसको युज गर्न यहाँबाट पनि पढेर हजुरहरू यसलाई युज गर्ने तरिकाहरू सिक्न सक्नुहुन्छ. यसलाई राखौँ परनिर. र यसमा एउटा अझै छ. यो चाहिँ हो सायद डेटा केबल. यो गाइस yes guys, that is C-type data cable. र यसलाई चाहिँ हजुरहरू यसको यहाँनिर यस पोइन्टमा चार्जिङ केबलमा यहाँ लगाउने. र यो चाहिँ USB पोर्ट दिएको छ. हजुरहरू एडाप्टरमा यसलाई कनेक्ट गरेर सिधै चार्ज गर्न सक्नुहुन्छ. त्यस्तै अर्को माइकमा पनि यहाँनिर छ. र यसको एडाप्टरमा पनि छ सायद यो गाइस यहाँनिर तल. यसलाई चाहिँ यहाँनिर इन्सर्ट गर्ने लाइक दिस. र यसलाई चाहिँ USB सँग कनेक्ट गरेर चार्ज गर्न सक्नुहुन्छ हजुरहरू. सो लेट्स टक अबाउट इट्स क्वालिटी. सो अब म चाहिँ यसलाई डाइरेक्टली मेरो फोनमा कनेक्ट गरेर यसको अडियो हजुरहरूलाई सुनाउने छु. सो लेट्स अट्याच इट. र फाइनली अब मैले
माइकलाई फोनसँग कनेक्ट गरिसकेको छु र यसको अडियो क्वालिटी चाहिँ हजुरहरू सुन्न सक्नुहुन्छ। हेलो हेलो माइक टेस्टिङ 1 2 3 4 5 6 7 8 9 10 15 16 20 सरी। र सो गाइज यसको क्वालिटी चाहिँ हजुरलाई कस्तो लाग्यो हजुरहरू कमेन्टमा बताइदिनु होला। र यसमा 3वटा मुड छन् गाइज। यो चाहिँ नर्मल मुड हो गाइज र अब म चाहिँ यसको नोइज क्यान्सलिङ मोड अन गर्न गइरहेको छु। सो गाइज यो चाहिँ हो यसको नोइज क्यान्सलिङ मोड क्यान्सलिङ सरी जे भयो भने नोइज क्यान्सलिङ मोड। र यसले चाहिँ हजुर यदि कुनै भिडभाड क्षेत्रमा हुनुहुन्छ या हजुरको वरपर धेरै मानिसहरू छन् भने हजुरहरू यस मोडको प्रयोग गर्न सक्नुहुन्छ। र चाहिँ अर्को छ यसको यो वाला मोडको नाम चाहिँ मलाई थाहा छैन है गाइज, तर यो वाला मोड चाहिँ मलाई राम्रो लाग्छ किनभने यसले चाहिँ साउन्डलाई भाइब्रेट गर्छ। यस्तो साउन्ड निकाल्छ जस्तै हजुरहरू कुनै यस्तो कोठामा हुनुहुन्छ जो कोठा पुरै खाली छ। तपाईँ त्यहाँ गएर हजुरको जति थोत्रोभन्दा थोत्रो भोइस भए पनि त्यहाँ गएर त जसको भित्र पनि अरिजित सिंहको आत्मा घुस्छ र गीत गाउँछ। ठिक होइन हो? ठिक हो कि होइन हो? बाथरुम सिङ्गर भन्छन् है त्यस्तो आवाज मान्छेलाई। त्यस्तो काम नगर्नु होला। र यसको प्राइस चाहिँ हो ओन्ली मैले फर्स्टमा के भनेको थिएँ यसको प्राइस अन्तिममा बताउँछु। सो यस वायरलेस माइक्रोफोनको प्राइस चाहिँ हो ओन्ली 2000 रुपीज। Yes guys, the cost of this microphone is only 2000 rupees. So यदि हजुरहरू किन्न चाहनुहुन्छ भने मेरो डिस्क्रिप्सनमा एउटा नम्बर छ, त्यस नम्बरमा कन्ट्याक्ट गर्नुहोला र माइक्रोफोन किन्नुहोला। र यदि भन्दै म अब यस भिडियो बन्द गर्छु। सो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आगामी दिनहरूमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक शेयर र सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। गुड बाई। नाउ गुड बाई।